हेलो। किन स्थायी रूपमा क्यानाडा बसाइँ सर्ने? क्यानाडा विश्वका उत्कृष्ट देशहरूमध्ये एक हुनुका 8 प्रमुख कारण। हरेक वर्ष लाखौँ मानिस किन क्यानाडामा बसाइँ सर्ने सपना देख्छन्? के यसको कारण सार्वजनिक स्वास्थ्य सेवा हो, सुरक्षित जीवनशैली, गुणस्तरीय शिक्षा, वा आफ्नो परिवारका लागि उज्जवल भविष्य निर्माण गर्ने अवसर? उत्तर हो, यी सबै कारणहरू र अझ धेरै। आजको भिडियोमा म तपाईहरूलाई क्यानाडा किन विश्वका आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो भन्ने 8 प्रमुख कारणहरूबारे जानकारी दिनेछु। नम्बर 1, उत्कृष्ट जीवनस्तर, क्वालिटी अफ लाइफ। क्यानाडा निरन्तर रूपमा विश्वका उत्कृष्ट जीवनस्तर भएका देशहरूमध्ये पर्दै आएको छ। हालै सार्वजनिक गरिएको राष्ट्रिय जीवनस्तर सम्बन्धी तथ्याङ्क अनुसार क्यानाडाका नागरिकहरू पहिलेभन्दा बढी खुसी, आशावादी र उद्देश्यपूर्ण जीवन बिताइरहेका छन्। उदाहरणको लागि 46.1% क्यानाडेलीहरूले आफ्नो जीवनप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन्। त्यसै गरी ओभर 55%ले आफ्नो जीवनमा स्पष्ट उद्देश्य र अर्थ भएको महसुस गरेका छन्। त्यस्तै गरी लगभग 60%ले आफ्नो भविष्यप्रति आशावादी रहेको बताएका छन्। यी तथ्याङ्कहरूले क्यानाडा एउटा देश हो जहाँ मानिसहरूले सुरक्षित, सम्मानित र आशावादी जीवन बिताउने अवसर पाउँछन् भन्ने देखाउँछन्। नम्बर 2, सार्वजनिक स्वास्थ्य सेवा र लामो आयु। क्यानाडाको सबैभन्दा ठूलो विशेषता यसको पब्लिकली फन्डेड स्वास्थ्य सेवा प्रणाली हो। स्थायी बासिन्दा, यहाँका नागरिकहरू र धेरैजसो कामदार, विद्यार्थी र अन्य व्यक्तिहरूले आवश्यक अस्पताल तथा चिकित्सकीय सेवाहरू र उपचारको समयमा ठूलो रकम तिर्न नपरी प्राप्त गर्न सक्दछन्। यही प्रभावकारी स्वास्थ्य प्रणाली र स्वस्थ जीवनशैलीका कारण क्यानाडाको औसत आयु 82 वर्षसम्म र वर्षभन्दा बढी रहेको छ, जुन विश्वकै उच्च मध्ये एक हो। नम्बर 3, गुणस्तरीय शिक्षा र रोजगारीका अवसरहरू। क्यानाडाले सबैका लागि शिक्षा पहुँचयोग्य हुनुपर्छ भन्ने विश्वास राख्छ। किन्डरगार्टनदेखि कक्षा 12सम्म सार्वजनिक विद्यालयहरूमा निशुल्क शिक्षा उपलब्ध हुन्छ। त्यसै गरी क्यानाडाका विश्वविद्यालयहरू र कलेजहरू विश्वभर सम्मानित छन्। क्यानाडामा वयस्क साक्षरता दर करिब 79% रहेको छ। रोजगारीका हिसाबले पनि स्वास्थ्य सेवा, सूचना प्रविधि, इन्जिनियरिङ, निर्माण, यातायात, होटल तथा रेस्टुरेन्ट, वित्तीय सेवा र दक्ष प्राविधिक पेशा जस्ता धेरै क्षेत्रमा अवसरहरू उपलब्ध छन्। स्ट्याटिस्टिक्स क्यानाडाका अनुसार व्यक्तिगत औसत वार्षिक आम्दानी करिब 61,000 कैनेडियन डलर रहेको छ। यद्यपि आम्दानी, पेशा, शिक्षा अनुभव र बसोबास गर्ने प्रान्त अनुसार यो फरक हुन सक्दछ। नम्बर 4, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्य। क्यानाडा आफ्नो अनुपम प्राकृतिक सौन्दर्यका लागि विश्वभर परिचित छ। रकी पर्वत, नायग्रा फल्स, हजारौं ताल, विशाल वन क्षेत्र र राष्ट्रिय निकुञ्जहरूले क्यानाडालाई प्रकृति प्रेमीहरूको स्वर्ग बनाएका छन्। क्यानाडा स्वच्छ हावा र उच्च गुणस्तरको खानेपानीका लागि पनि विश्वभर अग्रणी देशहरूमध्ये एक पर्दछ। स्वच्छ वातावरणले स्वस्थ जीवन र उच्च जीवनस्तरमा महत्त्वपूर्ण भूमिका खेल्दछ। नम्बर 5, सुरक्षित, लोकतान्त्रिक र सम्मानजनक समाज। क्यानाडा राजनीतिक स्थायित्व, मानवाधिकारको सम्मान र बलियो लोकतान्त्रिक प्रणालीका लागि परिचित छ। यो विश्वका सुरक्षित देशहरूमध्ये एक मानिन्छ जसले परिवार बसाउन र बालबालिकाको भविष्य। नम्बर 6, बहुसांस्कृतिक समाज। सन् 1971मा क्यानाडाले बहुसांस्कृतिक नीतिलाई आधिकारिक रूपमा अपनाउने विश्वकै पहिलो देश बनेको थियो। आज क्यानाडाको जनसङ्ख्याको 5 जनामध्ये एकभन्दा बढी व्यक्ति विदेशमा जन्मिएका छन्। नेपाल, भारत, फिलिपिन्स, पाकिस्तान, चीन, नाइजेरिया वा संसारको जुनसुकै क्षेत्रबाट आउनुभएको भए पनि क्यानाडामा तपाईँले आफ्नो संस्कृति जगेर्ना गर्दै नयाँ समाजमा घुलमिल हुने अवसर प्राप्त गर्नुहुन्छ। यही विविधताले क्यानाडालाई अझ बलियो, समावेशी र नवीन बनाएको छ। नम्बर 7, श्रमिक अधिकार र परिवार मैत्री नीति। क्यानाडाले
काम र व्यक्तिगत जीवनबीचको सन्तुलनलाई महत्त्व दिन्छ। क्यानाडाका श्रम कानुनले कर्मचारीहरूलाई विभिन्न अधिकारहरू प्रदान गर्छन्, जस्तै तलबसहितको बिदा, म्याटर्निटी एन्ड प्यारेन्टल लिभ, सेफ वर्क इन्भाइरोमेन्ट, न्यूनतम पारिश्रमिकको व्यवस्था, विभेद विरुद्ध कानुनी संरक्षण जस्ता। त्यस्तै गरी क्यानाडाले परिवारलाई सँगै राख्ने नीतिलाई पनि प्राथमिकता दिएको छ। स्थायी बासिन्दा वा नागरिकहरूले योग्य परिवारका सदस्यहरूलाई स्पोन्सरसिप गरेर क्यानाडा ल्याउन सक्छन्। नम्बर 8, स्थायी बसोबास र नागरिकताको स्पष्ट मार्गचित्र। क्यानाडाको अर्को ठूलो विशेषता यसको व्यवस्थित आप्रवासन प्रणाली हो। एक्सप्रेस एन्ट्री, प्रोभिन्सियल नोमिनेसन प्रोग्राम, पिएनपी, फ्यामिली स्पोन्सरसिप जस्ता विभिन्न कार्यक्रम मार्फत योग्य व्यक्तिहरूलाई स्थायी बसोबास प्राप्त गर्ने अवसर प्रदान गरिन्छ। स्थायी बसोबास प्राप्त गरेपछि कानुनी योग्यता पुरा गर्ने व्यक्तिहरूले क्यानाडाको नागरिकताका लागि आवेदन दिन सक्छन्। यही स्पष्ट र व्यवस्थित प्रक्रिया नै धेरै मानिसहरूलाई क्यानाडाले आफ्नो स्थायी गन्तव्यका रूपमा रोज्नुपर्ने प्रमुख कारण बन्न आउँदछ। यीभन्दा पनि अरू धेरै फरक कारणहरू तपाईँहरूलाई जानकारी भए कमेन्ट बक्समा एड गर्दै जानुहोला। थ्याङ्क यू।